एन्टिसिपेटेड रिलिज उनको स्वेटर बहुसांस्कृतिक पूर्वीय पाँच थरको गाउँको कथा हो, जसमा हामी पहिलोचोटि विपिन कार्की र मिरुना मगरको जोडीलाई ठूलो पर्दामा एकसाथ देख्न पाउँछौं। चलचित्र हेरिसक्दा यही जोडी फिल्ममा अझ देख्न पाए हुन्थ्यो भन्ने लाग्यो, किनकि फिल्मको एक मेजर स्ट्रेंथ संगीत बाहेक यो दुई स्टार्सको केमिस्ट्री पनि हो। फिल्मले यसैलाई कता कता अपुरो छोडेको हो कि भन्ने लाग्यो। चलचित्रको अनुभव पनि मेरो केही पूर्ण र केही अपूर्ण भयो। बाँकी कुरा पूरा रिभ्यूमा। Cinema Car app. Available on Android, iOS, and smart TVs. Go and watch the best movies at Ranjana Cineplex New Road. नाउ टाइटल र स्टारकास्टको अनाउन्समेन्ट, फर्स्ट पोस्टर र पहिलो गीत फुल रिलिज भएदेखि नै चलचित्रको लागि एक्साइटमेन्ट थियो। धेरैले आफैले कथा पनि अनुमान गरिसकेका थिए होलान्। फाइनली फिल्म हलमा लागेको छ। पटकथाबाटै सुरु गर्दा नन लिनियर यानी टाइम जम्प्सहरू भइरहेको हुन्छ। विपिन कार्कीको पात्र धरणीधरको मेमोरीलाई पनि यो अलिकति मेस्सी शैलीले प्रोसेस गर्न मद्दत गर्छ र दुई कालखण्डलाई तुलना गर्न पनि। फिल्मको इन्ट्रोडक्सन र एक्सपोजिसन अलिकति लामो लाग्यो। मेन प्लट भन्दा सब प्लटमा नै अलि बढी समय लगाएको हो कि प्रेजेन्ट भन्दा अलि बढी पास वा मेमोरी मनमोहक लाग्यो। मेनली एक पात्र त्यो टाइम फ्रेममा भएको कारण पनि हुन सक्छ, जुन म यहाँ अफकोर्स स्पोइल गर्नेवाला छुइनँ। उनको कारण अर्को पात्र डाइनामिक हुन जान्छ र फिल्मले गतिशीलता प्राप्त गर्छ। हेरिसकेको दर्शकले बुझ्नुभयो होला मैले कुन पात्र र के कुरा गरिरहेको छु भनेर। स्क्रिन प्लेले सोसियोलोजिकल र पर्सनललाई सँगसँगै लग्न खोजेको छ। मेनली त्यो लभ स्टोरी अन्तर्गत बढी मिठासपूर्ण लाग्यो। अरू बेला उदासीनता बढी र अलिकति एपिसोडिक पनि भएको हो कि कथानक भन्ने लागिरहेको थियो। यो भन्दा भन्दै म आफू त्यति ठुलो सेन्टिमेन्टल लभ स्टोरीको फ्यान बने होइन। लैला मज्नु, तमाशा जस्ता सिनेमा त्यति टचिङ लागेन। सो यो चलचित्र पनि यस्ता फिल्म मन पराउनेको लागि खुसेली पनि हुन सक्छ, तर म भने ठट्यौली प्रेरणादायक क्षणहरूमा बढी रमाए। भिजुअल र परफर्मेन्स केमिस्ट्री ओरिएन्टेड सिन्सहरूबाट बढी प्रभावित भइरहेको थिएँ। एक फोटोग्राफीको सिन रहेको छ लिड पेयर भएको, त्यो निकै मन पर्यो। सिम्बोलिक पनि छ, साथसाथमा प्लेफुल पनि लाग्छ। अर्को एउटा रोमान्टिक मोमेन्ट छ जहाँ हामीले लिड पेयरलाई देख्छौँ। एकको अनुहारमा आगोको प्रकाश रहेको हुन्छ र अर्कोको भने चन्द्रमाको। दुवैको क्यारेक्टरलाई पनि त्यसले एकदम इन्ट्रेस्टिङली बुझाइदिन्छ र पछि गएर स्पोइलर होइन यो दुईटै लाइट पनि सँगै हुन जान्छ। विपिन कार्की र अटोसँग रिलेटेड एउटा सिन पनि क्वाइट इन्ट्रेस्टिङ रहेको छ। अरू पनि त्यस्ता केही प्लेफुल वा टचिङ मोमेन्ट्सहरू छन् जुन चाहिँ म यहाँ स्पोइल गर्दिनँ। फिल्म 15-20 साल पछाडिको समयमा पुग्छ र दुई कालखण्डको समयलाई लवज, लगाउने लुगा, मेकअप, हेयर र आर्टद्वारा बुझाउन खोजिरहेको हुन्छ। सिनेमाटोग्राफी वाइज चिन्तन राज भण्डारीका वाइड शट्सहरूको म हल्कारा र उनका सर्ट फिल्म्स र म्युजिक भिडियोबाट नै ठुलो फ्यान हो र यहाँ पनि यस्ता पेन्टिङ लाइक नेचरलाई क्याप्चर गरेका मोमेन्ट्सहरू रहेका छन्। एउटा त अघि पनि मैले मेन्सन गरि पनि सकेको छु, तर अझ भिजुअल स्टोरी टेलिङको भने आशा रहेको थियो। नाम, सेटिङ र फिल्मको मुडले गर्दाखेरि पनि। ह्याभिङ सेड द्याट, फ्रेम विदिन फ्रेमको फिल्ममा राम्रो प्रयोग रहेको छ। धरणीधर घर बनाउने काम गर्छन्, तैपनि धेरैचोटि उनलाई ढोका बाहिर हामीले देखिरहेका हुन्छौँ। फिल्मभित्र पनि आउटसाइडर र इनसाइडरको थिम रहेको छ। धरणीधर काफ्ले र परिवार माइनोरिटीमा पर्छन् र मेजोरिटी अर्कै रहेको छ। सो उनी सधैँ फिट इन हुन खोजिरहेको हामीले भिजुअली पनि देखिरहेका हुन्छौँ र कहिले बनिसकेको, कहिले आदि बनेको ढोकाको बाहिर भने कल्चरल मेजोरिटी र माइनोरिटीको कुरालाई यसले दर्शाइरहेको हुन्छ। फुड र बगैँचाको कन्सेप्टले पनि कल्चरल युनिटी र एक्लचरेसन वा सांस्कृतिक उत्संस्करणलाई बुझाइरहेको हुन्छ। फिल्मको लभ स्टोरीहरूले पनि त्यसैले जोड दिन्छ। सुरुमा भने चाहिँ आठ माण्डुको फिल्ममा गीत नै विशेषता हो र हरेक साङ्गीतिक कोसेलीहरू मनमोहक लागे। फिल्ममा 81 आउनु भन्दा पनि हरेकको कन्टेक्स्ट वेल स्ट्याब्लिश नै छन्। उदाहरणको लागि कुन गीत नभनिकन एक पात्र ड्रङ्क भएपछि उसको स्वभाव 81 बदलिन्छ र त्यस्तै खालको टोनको गीत आइपुग्छ। सो मुड वाइज पनि गीतले कन्टिन्युटी दिन खोजिरहेको हामी देख्छौँ। मेजर गीतलाई पनि फिल्मले सम्हालेर
टिज गरेर अगाडि ल्याइरहेको हुन्छ र जब त्यो गीत आउँछ पूर्ण रूपमा तब त्यो वेल अर्न नै लाग्छ। पर्फर्मेन्स वाइज विपिन कार्कीको अन्डरस्टेटेड र जेन्टल खालको हामीले कलाकारिता देख्न पाउँछौँ। ह्युमर पनि यही टोनमा उनले बेला बेलामा ल्याइरहेका हुन्छन्। दुई फरक कालखण्डलाई यथार्थपरक अभिनय गर्ने प्रयास हामीले उनको देख्छौँ। पात्रको मनोवैज्ञानिक द्वन्द्व पनि फिल्मले अझ दर्शाउन सक्थ्यो भन्ने लाग्यो। मिरुना मगरलाई अझ हेर्न मन थियो। उनको चरित्रको त्यति लेयर फिल्मले देखाउँदैन र कसैको याद सरह अनुभवको न्यानोपन भने हामीलाई महसुस गराउन खोजिरहेको हुन्छ। कन्फिडेन्स र मेच्योरिटी उनको पर्फर्मेन्समा बढ्दै गएको हामीले देख्न पाउँछौँ र पात्रमा पनि उनी जीवन्त लाग्छिन्। एलेक्स पारसको राम्रो डेब्यू रहेको छ। थिएटर मास्ट्रो सुनिल पोखरेलको स्क्रिन कमान्ड मजाले फिल हुन्छ र उहाँको र विपिन कार्कीको बुबा छोराको मोमेन्ट पनि छोटो भए पनि सुन्दर लाग्यो। बाँकी कलाकारहरूको काम पनि फिल्ममा राम्रै छ। कता कता फिल्म हेरिरहँदा मलाई बसन्त चलचित्रको पनि याद आइरहेको थियो। बसन्तमा जुन जुन कुराहरू मलाई चित्त बुझेको थिएन यो फिल्ममा ती कुराहरूमा राम्रो प्रयास भएको छ र केही हदसम्म परिमार्जित र परिष्कृत पनि। समग्रमा उनको स्वेटर असल प्रयास हो। दुई टाइमली सेटिङमा संस्कृति र प्रेमलाई स्थानीय गहन र हृदयस्पर्शी बनाउन खोज्नुमा संगीत र कलाकारिताले यसमा साथ दिँदै गर्दाखेरि र केही रमाइला क्षणहरू पनि आउँदै गर्दा एक पूर्ण अनुभव भने समग्रमा मेरो भइरहन सकेन। यसमा भने म माइनोरिटीमा पर्न सक्छु। चलचित्रलाई म दिन चाहन्छु 5/3 स्टार्स। उनको स्वेटर नेपाल भरिका सिनेमा हलहरूमा रिलिज भइ पनि सकेको छ। तपाईले पनि फिल्म हेरेर मेरो ओपिनियनमा कतिको एग्री अथवा डिसएग्री गर्नुहुन्छ तल कमेन्ट बक्समा खुलेर आफ्नो ओपिनियन पनि शेयर गर्नुहोला। यो हप्ता उनको स्वेटर र जार नेपाली सिनेमा हलहरूमा रिलिज भएको छ भने सिनेमाघर एपमा गएर तपाईले यो 1-2 सालका नै लेटेस्ट एन्ड द बेस्ट क्रिटिकली एक्लेम्ड र पपुलर सुपरहिट नेपाली फिल्महरू घरमै बसेर हेर्न सक्नुहुन्छ। अब घरमै बसेर आफ्नो परिवारको साथमा एकदमै राम्रा नेपाली फिल्महरू हेरी इन्जोयमेन्ट लिनुहोला। यदि तपाईलाई भविष्यमा पनि यस्तै खालका भिडियोजहरू हेर्न मन छ भने लाइक, कमेन्ट, शेयर गर्न नभुल्नुहोला। यसले मलाई प्रोत्साहन दिनेछ र साथमा थप दर्शक माझ पनि पुर्याउन मद्दत गर्नेछ। मोर रिभ्यूज, रेकमेन्डेशन्स र सर्ट फिल्म्सको लागि सब्स्क्राइब गरी बेल आइकन पनि थिच्न नभुल्नुहोला।